हाई नमस्ते सदा चाहिँ आज पनि शनिबारको दिन आज शनिबार भोलि आइतबार शिवरात्रिको दिन बिदा 2 दिन बिदा भएकोले हामी कहाँ जान्ला अब हामी गाउँ दोलखा सैलुङ जान्ला छ हामी है सत्त पारेर हजुर पेट्रोल भर्नुपर्छ है ओके बाई बाई सक्यो पेट्रोल सकेर यहाँ 5 खाल पुग्नुभन्दा अलि अगाडि यहाँ पेट्रोल सेल हालेर हामी बस्यौँ है अब पुरै आइरहेको छ पार मौसम राम्रो छ बाटो कच्ची नराम्रो बाटो सक्यो खेल साँगाको नराम्रो बाटो सक्यो अब सायद राम्रो बाटो आउँछ होला यसमै कुल्चेको तिमीले कुल्चेर बसेको तिमी पाँच खाल आइपुग्यो हामी अब 5 खालमा हो यसो चियासिया खाएर दग्यो भने बिचारी चियासिया हो 5 खाल बिहान त कति 8:30 भइसक्यो है आमा अन्त ओहो हामी चाहिँ यहाँ स्कुटर पार्क गरेर होइन यहाँ चाहिँ हामी टक्क पारेर चिया खान जानलाई चाहिँ दुर्गारी छ भन्दा बाटो जाम भयो पहिरो गयो क्या हो बर्बाद गाडी लाइन छ हाम्रो के गर्नु गाडी लाइन छ बाटो रोक्यो मजाले खरिदारी छ विश्राम छ हाम्रो चाहिँ यहाँ विश्राम सबैजना बाइक बिच बाटोमा यस्तो ल कहिले खोल्ने बाटो अब यो कहिले खोल्ने बाटो यस्तो छ हाम्रो टेन्डर बाटो टेन्डर हजुर नै हुन्न कहाँ छ त्यो बाटो खोज्छ त्यहाँ अब एकछिन त्यो सबै ढुङ्गा जान्छ होइन अनि हाम्रो बाटो देख्छ पहिरो कहाँ हो र यो खोल्यो बाटो खोल्यो बाटोबाट खोल्यो गाडी खोलेको कसरी खोलेको खोइ के गरेको सबै तल आएको थियो कि यता हटाएको वन साइडेको डह्रो पहिरो गाडी छ भोलि आउँदा के हो मान्छेहरूको भिड काम गरिने बित्तिकै भिड भइहाल्यो
औ खाडीचोरबाट माथि आइसक्यो हामी। अब धेरै टाढा छैनन् गाउँ पुग्नलाई, यहीँ नजिकै छ होइन। उकालो धेरै चढ्यो, उकालो चढेपछि अब स्कुटरलाई पनि यसो रेस्ट दिनु पऱ्यो नि त। त्यही यसो हामी एकछिन ब्रेक टाइम है। वाच मोर ए मेरो चिप्स खाने हो तिमीहरू? ए बाबालाई कस्तो लागेको छ? रमाइलो भइरहेछ के छ? ठुस्सो भइरहेछ। किन नि रमाइलो। त्यो उता काकीले मासु बनाएर हिँड्छ आज, छैन रे आज मासु। आज छोरो मासु भात खान पाइँदैन। म भात नखानी। चिज नखाने ठिकै छ, ओके नखाने पनि नखाने। मुठो बल्ल तल मुडी आइपुग्यो। मुडी हेर्नु त, मुडी आइपुग्यो। बाटो चाहिँ अलिक कच्ची नै छ तलसम्म ब्याट, तर ठिक छ। दुःख सुख जस्तो आयो, दुःख सुख जस्तो मुडी आयो है। मुडी आयो। छुर्पी के खाने खायो भने चाहिँ भोजनालय तत्त पार यहाँ सिधा गयो भने चाहिँ हाम्रो चरिकोट पुग्छ है। दोलखा चरिकोट, दोलखा भीमसेन, कालिम्चोक यताबाट सिधै जानुपर्छ। र सैलुङ जाने हो भने चाहिँ यता तलबाट जानुपर्छ है। यो माथि गयो भने चाहिँ तपाईँको कालिम्चोक पुग्छ होइन। यो माथि गयो भने चाहिँ कालिम्चोक, दोलखा भीमसेन पुग्छ। यहाँबाट यता गयो भने चाहिँ हाम्रो सैलुङ जाने बाटो पुग्छ है। यहाँबाट पनि बाटो राम्रै छ एकदम। यहाँ चाहिँ टट्ट पर यताबाट चाहिँ यहाँ चाहिँ तपाईँको सैलुङ जाने बाटो, यो सैलुङ जाने बाटो, यो दोलखा जाने बाटो। मुडे यसलाई चाहिँ पुऱ्यो भने चाहिँ पहिला पनि धेरै विकास भएछ। यहाँ छुर्पीहरू राखिरहेछ, छुर्पीहरू राखिरहेछ मजाको सफा रमाइलो छ। ल फाइनली घर आइपुग्यो। अब यहाँ चाहिँ यहाँबाट अझै सैलुङ जान अझै माथि बाइक छ। भर्खर घर आइपुग्यो। अब सामान टक्क झारेर होइन एकछिन आराम गरेर अब गइन्छ। हामी चाहिँ यही है, मेरो गाउँको घर चाहिँ यही हो। सट्टपा यता चाहिँ त्यहाँ चाहिँ सट्टपा छोरो गइसकेको छ। बाख्रा चराउनु गइसकेको छोरो बाख्रा चराउनु गइसकेको छ। यहाँ चाहिँ सट्टपा यो सबै आलु रोपिरहेको छ। यहाँ बारीमा सबै आलु रोपिरहेको छ। ल सबै आलु रोपिरहेको छ। ल टस्स पारेर ल यहाँ चाहिँ सट्ट पारेर ल यो चाहिँ उता सबै आलु रोपिरहेको छ है। सबै आलु रोपेको छ। ल यो सबै ल आनन्दसँग यही हो। अब यो गाउँघरको है मकै। ल यो चाहिँ घर गाउँघरको यस्तो हुन्छ है। ल स्कुटर त्यहाँ हाल्यो मजाले। अनि यहाँबाट सैलुङ जाँदा माथि कहाँ जानुपर्छ होला टक्क पारेर। ल यो चाहिँ हामी बस्ने घर है। यो चाहिँ हाम्रो बस्ने घर। हजुर हुँदैन बाचा त्यो यता हेर्दा
त अस्ति बनाएर छिर्नु यता जानुपर्ने थियो म चाहिँ हामी सैलुङ जाने बाटो यो हो यहाँदेखि प्रवेशद्वार 26 किलोमिटर यस्तै छ देउराली सैलुङ बाटो है सैलुङ राम्रो छ एकदम राम्रो छ सैलुङ बाटो बाखुर है यो चाहिँ बाखुर यहाँबाट चाहिँ हाम्रो सैलुङ जाने बाटो छुट्टिन्छ है यसलाई चाहिँ बाखुर सहर भन्छ होइन मोडीबाट केही समय तल झरिसकेपछि चाहिँ यो हाम्रो बाखुर भन्ने ठाउँमा चाहिँ यो बाखुर सैलुङ नगरपालिका बाखुर है यहाँ चाहिँ यसो विशेष लेखेर बाखुर बाखुर बजार बाखुर बजार ए स्कुल त्यही छ त यहाँबाट हामी सैलुङतिर गइरहेको छु म मेरो बुढा मेरो छोरा 3 जना सैलुङ कहिले पुग्ने होला कति घन्टा लाग्छ 1 घन्टा लाग्छ भने हो निम्स औषधि कहाँ राखेको त यता राखेको छ सैलुङ अस्पताल यता रे नि यता त रे ल बाटो चाहिँ यस्तो छ हाम्रो
मेले फरा थिए यार ओहो उकाल है त ओहो उका तल्ला तपाईँ स्कुटर हँ बाटो चाहिँ हरिब छ यार स्कुटरले नटानेर यहाँ तनाव छ यहाँ यस्तो बाटो छ है आमा बल्ल तल हाँसो पुग्यो है मेरो बुढी र बच्चा चाहिँ अझ तलै छ कि त नतानेर स्कुटरले आमा तेरो गाह्रो हट ऊ त्यो पर चाहिँ कालपानी भन्दैछ त्यहाँबाट बाइक राखेर स्कुटर राखेर साइड हिँड्नु पर्यो कि है तेरिका ओ स्कुटर तान्यो मेरो धेरै हिट भएर होला नतानेको होइन यता त पुरा के ल आफ्नो त स्कुटर तातेर बसिरहेको छ त्यो बाइकै लिएर पर्ने त बाइक लिएर चाहिँ आनन्द हुँदो रहेछ बाइकवाला सबै सल्लाह गयो हाम्रो चाहिँ अलिक गाह्रो भयो यार जस लगभग जस दुःख कस्तो गरेर पनि आइएको छु केही छैन रमाइलो भइरहेछ जस यहाँसम्म चाहिँ गाडी आउँदो रहेछ है यहाँसम्म चाहिँ गाडी आउँदैछ है गाडीहरू चाहिँ सबै यतै पार्क गर्दैछ अनि यहाँबाट चाहिँ हामी हिँडेर जानुपर्ने चाहिँ सट्ट माथि हुँदै जानु रहेछ बाइक चाहिँ जतासम्म जान्छ त लैजाऊ भन्थ्यो हामीलाई होइन गाडीहरू यति हो यो मुडेसम्म गाडी चाहिँ अब किन जानु पर्यो नि आऊ भइसक्यो अब यो चिज आऊ पहिला आउनु त ल म होला नि ऊ मान्छेले उतातिर हालेर चाहिँ बाइक उतातिर हालेर चाहिँ बाइकहरू यहाँबाट यहाँ चाहिँ सुरु हुँदो रहेछ हाम्रो चाहिँ के धेरै दुःख पाएँ मेरो बुढीले के गर्नु हाई 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 ओ माई गड हिँडेर ल टन्नै छ आज प्याक छुट्टीको दिन भएर हो क्या टन्नै प्याक छ आमा टन्नै प्याक छ आज त मान्छे घुमेर आइसक्यो कि घुम्नु जानु लाग्दैन यो चाहिँ हाम्रो ग्रेट वाल है ल यो ग्रेट वाल हेर्नु मान्छे आउँछ ल के टिकट काट्नुपर्ने हो क्या ग्रेट वाललाई वो ए यो चाहिँ ग्रेट वाल है यता चाहिँ बाइक जाने रहेछ यहाँ चाहिँ बाइक जाने यो चाहिँ ग्रेट वाल ल ग्रेट वाल यो चाहिँ ग्रेट वाल है ल छोड दौड्यो ओ वाउ 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 ग्रेट वाल ल यहाँ छ यहाँ बस् ल छोरोको एउटा फोटो होस् भनेको यसो गर न मार्क्स अझ मार्क्स वाला हुन्छ नि त्यो भिडियो आइरहेछ केही छैन छोरा ओ कहिले पुगेर कहिले फर्क्यो होला भोलि बरु अर्कै ठाउँ सोचौँला भनेर विचार गरेँ कि होइन
फटाफट के फटाफट बुढी फटाफट बुढीलाई त बोकै हिँड्नु पर्ला जस्तो छोरो छोरो यता हेर यता यता हेर ओ अझै त्यत्रो मान्छे यार हाउ फास्ट कसो जाने होला है 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 हो माई सन यता हेर गुड बोय ससा है बिचरा बिचरा बाबुलाई मेरो पनि त हिजो हिँडिसकेको छैन बिचरा मेरो पनि मान्छेले हिँडेर आइसक्यो ओ माई गड ठिक छ यहीँ बस्छु म यहीँ छु त म बिचरा ओ छोरो बाबे त राजा यहाँ आउनु छिटो माई गड म आइहाल्छु छिटो पर हामी लक्ष्य प्राप्ति गर्नु स्विजरल्यान्ड जस्तै घर छ रहेछ ल 4 बजी कहाँ चढेको बाबु ए आइसक्यो त्यति जस्तो ल सक्यो बाबु यता हेर न थाक्यो साह्रै थाक्यो अब त्यतिसम्म रहेछ ल त्यो सक्यो ट्याङ्क सक्यो ल भरे चाहिँ यतिसम्म मात्रै रहेछ ल यति होइन यति ल अब यहाँ चाहिँ सायद पूजा मन्दिर होला सायद नि यहाँ पूजा हो ल यतिसम्म मात्रै रहेछ ल बाइक यति यो अर्को भएर सर्टकट भएर रहेछ त यो यति रहेछ ल यहाँबाट चाहिँ ल सक्यो भरे चाहिँ यति रहेछ ल है भरे चाहिँ यति रहेछ यहाँ फेरि कति तारा हो के छ यहाँतिर फेरि ओहो फेरि अझै भर्याङ नर्मल भर्याङ भर्याङ सक्यो त्यस्तो बाटो ढुङ्गाको ग्रेट वाल सक्यो ग्रेट वाल सकेपछि यस्तो बाटो आयो यार मेरो पनि हार मार्छ के अरे लालीगुँरासको बोर्ड है यो चाहिँ त लालीगुँरास फुलेर हुन्छ सबै टिपिसक्यो ओहो बाटो त खरिब छ यार जो मान्छे हिँड्न सक्दैन मोटो घाटो मान्छे प्लिज
नआउँदा हुन्छ होला स्वास्थ्य सेयर ओहो माई गड कहाँ हिँड्नु होला यो भरे गइसक्यो होला माई गड महादेव गुफा सैलुङ यहाँ चाहिँ महादेव गुफा अरे यहाँ चाहिँ महादेव गुफा हुन्छ फर्केर आउँदाखेरि अब कता फर्केर यता जाने कि पहिला जाने अब मेरो त दुईजना कता गयो गयो भन्छ हजुर त्यो डाँडा गाड्छ होला नि अनि यताबाट अनि फेरि उता जाने बाटो छ अरे त त्यसो उताबाट यसरी घुम्दै आउने र हुन्न स्विच अफ के रे भाइ यताबाट यता गुफामा मिल्छ सर्टकट बाटो छैन तर उता हेरी यहाँ सजिलो नि यो बाटो त्यो भरे भन त कति छ कति छ ठिक छ उहाँहरू त यही छ अब के छ र हाम्रो ग्याङ कता गयो भन्ने विचारमा आयो ए हाम्रो ग्याङ यतै गयो त्यसले कहाँ ल्याए हाकी गएको छ र हाकी गएको यस्तो बाटो छ ओ माई गड शुद्ध जल घाँस सर भयो त आमै हाइकिङ गएको भन नि साह्रै थाक्ने रहेछ गाह्रो 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 सैलुङ डाँडा गाह्रो बिस्तारै 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 डाँडा 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 आयो डाँडा आयो यो डाँडा सैलुङ डाँडा उफ यो चाहिँ महादेव मन्दिर छ ओ छ र चाहनी 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 पछि ऊ त माथि मन्दिर माथि जाने बाटो चल बिस्तार चल छोरा बिस्तार चल त्यस त्यस टी सर्ट काट्न त बिस्तार चल बिस्तारै आउन के हुन्छ बिस्तारै आऊ मासु त सैलिङेश्वर महादेव ओम नमः शिवाय भोलि त प्याक हुन्छ के शिवरात्रि भोलि शिवरात्रि हो यो ओम नमः शिवाय त्यहाँ पुरा घुम्नु होला ओहो यही हो साथीहरू यही होला सैलुङ डाँडा यही हो सैलुङ घुम्न पनि यस्तै टाढा गाडी घुम्ने हो ओ माथि गुम्बासम्म छ अरे छोरो यहाँ र यता र यता र घन्पेच यता बाबु ओ यता र
हेरेन बाबु ल ओ यही हो सरी डाँडा यही हो ल ओ ल ल परेपछि टाढो यही हो सय ठुङ्गा भनेको चाहिँ के छ नि यो जुन पहाड छ नि 100वटा पहाडलाई ठुङ्गा भन्छ कि यो हेर्न आउनु चाहिँ ओ माथि छ नि त टावर त्यो टावर जान्छ अब माथि टावर सर गइरहेछु मजाले गइरहेछ ल तर भ्यू चाहिँ यही साथी अरू भन्दा चाहिँ किन यो त ठुङ्गासुङ्गा हो यति छ ल यहाँ माथि छ भन्दै थियो जान्छ अब रात पनि लागिसक्यो होइन त्यहाँसम्म ठुलो कुरो नि अब हामी चिया खान है यहाँ चाहिँ चिया रहेछ उ रहेछ भने एकछिन उ लियो चिया ऊ त्यहाँ छ त्यही यहाँ नि कुन चाहिँ चिया हो त दुध है के अर्को चिया ल यही हो छोरी किन अर्ग्यानिक चिया अर्ग्यानिक चिया भन्छ त्यति हाततिरमा हालिदिनु न काम गऱ्यो चिया खायो है एकछिन आराम गऱ्यो अब चाहिँ फर्किने क्रममा है अब चाहिँ हामी फर्किने क्रममा फर्किँदैछु त्यत्रो बाटो जानुपर्छ स्कुटरबाट त्यत्रो हिँड्नुपर्छ त्यत्रो जानुपर्छ हिँडेर त्यत्रो छ के गर्नु अलिक चाँडै पुग्यो त आनन्द हुन्थ्यो मजाले घुम्नुहुन्थ्यो अब बेलुका छ के गर्नु धनै यहाँसम्म आयो मेरो छोरो र उसले झन् हिँड्यो होइन ओके